जनता विरुद्ध पाइँदैन। मन्त्रीज्यू तपाईले यसमा ठुलो कमी कमजोरीहरू तपाईको भएको छ। कारबाही गरेर भने तपाईले राजीनामा दिनुपर्छ, तपाईले मन्त्रीबाट राजीनामा दिनुपर्छ। हामीले ताकेर बसेको छ, हामी पनि यो देशमा बलियो तामाङहरू पर्छ, बुझ्नुभयो? राणाको पालोमा भीमफेदीबाट गाडी बोकेर हामी तामाङहरू हामी पनि यो देशमा 4 नम्बरमा भोट पाएर आएको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पहिलो भोट, सेकेन्डमा सिधै हाले सभामुख महोदय, सेकेन्डमा रवि लामिछाने, त्यसबेला डाक्टर सुनिल, त्यसै मैले भोट पाएको यो देशमा। जनताले हामीलाई पत्याएको छ। तपाईहरु अलिकति देशको लागि, व्यवहारको लागि अलिकति दयामाया लाग्दैन तपाईहरुलाई? बजेट त लानुस्, झापा लानुस् अथवा पापा लानुस् अथवा धनरे लानुस्, मैत्रीमा लानुस्, डडेलदो लानुस्, त्यो हाम्रो मतलब भएन। तर देश कसरी बनाउने कुराहरु बनाउनु परेन? तपाई त अलि मात्रै राम्रो अनुभव होला जस्तो लागेको थियो। तपाईलाई त मान्ने प्रदेशको मान्नेले भोट हालेको, तपाईलाई गाउँपालिका अध्यक्ष उपाध्यक्षले भोट हालेको, मेयर उपमेयरले भोट हालेको। हामी जस्तो जनताले चाहिँ यताबाट सिका भोट हालेर आएको हामी चाहिँ हामी मान्ने हो। खै त त्यो बिपी आयो है? कहाँ गयो? कार्तिक मङ्सिर पुस माघ फागुन चैत वैशाख जेठ असार 9 महिना कहाँ गएको छ? त्यसको भोलि त्यहाँनिर दिनमा 20,000 यताबाट जान्छ, 20,000 पूर्वबाट आउँछ मान्छे। त्यहाँ भोलि ब्लक भयो, त्यहाँको क्षति भयो, त्यहाँ मान्छे मरेर कसले जिम्मेवारी लिने? तपाईँ के हेरेर बस्नुभयो 9 महिनासम्म त्यो बाटो नबनाएर?